विराटनगरको गर्मी र व्यस्त सहरी कोलाहललाई पछि छोड्दै आज हामी एक फरक गन्तव्यतिर लाग्दैछौँ। भोजपुरको टेम्के मयौं गाउँपालिका पहाडको काखमा लुकेको एउटा यस्तो ठाउँ जहाँ प्रकृतिसँगै समुदायको कथा बाँचिरहेको छ। कोशी राजमार्गको घुमाउरो सडक, अरुणको बहाव अनि तराईदेखि पहाडसम्मको बदलिदो भूगोल यो यात्रा मात्र होइन, एउटा अनुभव हो जहाँ बाटोको हरेक मोडले नयाँ सुन्दरताको परिचय दिन्छ। हामी आइपुग्यौँ टेम्के मयौं गाउँपालिका अन्नपूर्ण मुन्धुम पदमार्गको काखमा रहेको यो भूमि जहाँ टेम्के र मयौंको अग्ला चुचुराहरूले आकाशलाई छुन्छन्। यहाँको जैविक विविधता, किराँती संस्कृति र न्यानो आतिथ्यताले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। आजको हाम्रो फर्स्ट प्रोग्राम इलाका प्रहरी भिजिटमा जाँदैछौँ हामी। हाम्रो पहिलो एफसिडी हुँदैछ त्यहाँनिर। अब चाहिँ हामी इलाका प्रहरी कार्यालय भिजिटमा जाँदैछौँ। भोजपुरको टेम्के मयौं गाउँपालिकामा छौँ। पछाडि आउँदै हुन्छ एक टोली, अगाडि एक टोली जानु हुँदैछ। यहीँ नजिकै रहेछ इलाका प्रहरी कार्यालय। यस्तो छ मौसम। 2-3 दिनदेखि चाहिँ पानी परिरहेको थियो, तर आज मजाको घाम लागेको छ भन्ने सुनियो। अहिले चाहिँ हामी टेम्के मयौं गाउँ कार्यपालिकाको कार्यालयमा आइसकेका छौँ। यस्तो छ। प्रस्ताव पठाउँछु कि तपाईँको कुनै समुदायमा पठाउँछु। अनि ग्रामीण समुदाय अन्तर्गत हामीले टेम्के मयौंमा चाहिँ 4-5 दिनको बसाइ चाहिँ दिएको सामाजिक संरचना के छ, सामाजिक समस्या के छ र विशेष गरी गाउँपालिकामा आउँदाखेरि चाहिँ महिला बालबालिका सञ्चालन ऐन 2074 को ल्याउने समिति हो। स्थानीय सरकारमा न्यायिक समितिको व्यवस्था गरेको छ, जसको सदस्य उपाध्यक्ष हुन्छ र त्यसको चाहिँ 3जना सदस्य हुनुहुन्छ। हाम्रो 1जना सदस्य चाहिँ उहाँको एउटा न्यायिक समिति, अनि त्यसपछि 2जना सदस्य रहने व्यवस्था छ। र त्यसको मातहतमा हामीले मेलमिलाप केन्द्रहरू सबै वडामा खडा गरेको छौँ र मेलमिलाप कर्ता स्थापना गरेको छौँ। मेलमिलाप कर्ताहरू स्थापना गर्दाखेरि हामीले 48 घन्टाको तालिम सूचीकृत संस्थाबाट वितरण गरिसकेका छौँ पहिल्यै, र उहाँहरूलाई पूर्ण तालिम दिइरहेका छौँ ती मेलमिलापकर्ताहरूलाई। र विवादहरू हामीले हेर्ने अधिकार क्षेत्रबाट आएका विवादहरूलाई हामीले न्यायिक समितिमा जब जुरी प्रशासनका निवेदन गर्दा हुन्छ, त्यो दर्ता गरिसकेपछि आफ्नो अधिकार क्षेत्रभित्र पर्ने छ छैन हेरेर दर्ता गर्नुहुन्छ। दर्ता गरिसकेपछि हामीले दुवै पक्षलाई छलफलका लागि चाहिँ मेलमिलाप केन्द्रमा बनाउँछौँ। जुन वडाको विवाद छ त्यो मेलमिलाप केन्द्रमा बनाउँछौँ र त्यो मेलमिलाप केन्द्रले विवादहरू मिलापत्रलाई समाधान गरिसके पश्चात मात्रै त्यो मिलापत्र। अहिले चाहिँ हामी गाउँपालिकाको भिजिट सकेर होटलतर्फ जाँदैछौँ। लगभग आजको लागि काम सक्यो हाम्रो। अब सर्वेको लागि भोलि फेरि स्कुल स्वास्थ्य चौकी के हुन्छ
त्यसमा हामी गर्छौँ। त्यो चाहिँ यहाँ 1 गते र 15 गते बजार लाग्ने रहेछ अनि विशेष गरी स्थानीय रैथाने उत्पादनहरूलाई चाहिँ यहाँ प्रमोसनको लागि बेच्नको निम्ति राखिने रहेछ। संस्थाको लागि भनेको 50,000 एउटा वालाको छुट्याइदिने त्यो कसैले चाहिँ त्यसलाई कन्सिस्टेन्सी काट्ने के गर्ने भन्नु पर्दैन। थपक्क ज्येष्ठ नागरिकहरूलाई बोलाएर पौष्टिक पदार्थहरू चाहिँ सम्मान गर्ने कामहरू गर्ने गरेका छौँ। त्यसैबाट बजेट हुन्छ। आमा त नआउने कुरै भएन। उहाँ के फोन अरे आइफोन 2 लाख 4 लाख कतिको हो अब चोरेर हुन्छ कि भैँसी बेचेर र एउटा थोत्रे भए पनि सेकेन्ड ह्यान्ड भए पनि स्काई बाइक त चाहियो पछाडि एउटी केटी हाल्यो। अनि कहाँ गएपछि नानी ढिलो पाएछ भनेर भन्नु पनि त्यही बाउलाई गएर सातो खान्छौ। तिमीलाई के बतायो सुतिरहनलाई न तिमीले के गर्नु छ न के गर्नु छ तन पत्तो छ नि सबै ओछ्यानमा बसिरहेछ चिलिरहेछ भन्छ। त्यो कुरो बुझ्दैन ऊ। अब उसका पनि चिल्ने दिन त आउँदैछ नि। बाउ साथी चाहिँ भन्नु हो र त भन्नु त्यो टेपिङमा चाहिँ नि जस्तै महाराजा राजा गरिब हालेर घुमाउनु चाहिँ एकखेप न एकखेप त्यो गरिब पनि माथि पुग्छ थाङ्ने पनि। राज्यको कार्यविधि अनुसार प्रदेश सरकारले चाहिँ एकल महिला भनेको चाहिँ अविवाहित महिलाहरू पनि 35 वर्ष उमेर पुरा भएको महिला अनि त्यसपछि प्लस अर्को चाहिँ के भन्छ श्रीमान बितेको महिलाहरूको त्यो एउटा समूह त्यो चाहिँ 2076 सालमा प्रदेश सरकारको मा के अरे प्राविधिक सहयोग आर्थिक सहयोगमा यहाँ चाहिँ हामीले टेम्कीमा सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ सन्ध्या गिरी हो अनि हामी सबैजना चाहिँ विद्यार्थी हो। मास्टर सोसल वर्क मतलब मास्टर चाहिँ सामाजिक कार्यमा गर्दैछौँ। हामी विराटनगरबाट आएका हौँ। अनि हाम्रो शैक्षिकमा चाहिँ के हुन्छ भने हाम्रो अध्ययनको क्रममा चाहिँ हामीले ग्रामीण क्षेत्रमा गएर उहाँहरूले भोग्नु भएको समस्या उहाँहरूको जीवन कस्तो चलिरहेको छ होइन त्यो बुझ्नुपर्ने हुन्छ। त्यही क्रममा चाहिँ हामीले हजुरहरूसँग आज महिला समूहसँग महिलाहरूको भूमिका कस्तो छ गाउँ समाजमा उहाँहरूले समस्या कस्तो छ अनि के कस्तो भइरहेको छ महिला समूहको भनेर चाहिँ बुझ्नलाई हजुरहरूमा आएका छौँ। दर्ता गरेर पनि तपाईँहरूले सञ्चालन गर्न सक्नुहुन्छ क्या? त्यो चाहिँ हाम्रो चाहिँ अब यो संस्थाबाट आमा समूह बनाइदिएको होइन। अनि त्यहाँदेखि अब स्वयंसेविका ल्याएर बनाउनु भयो। पहिले अर्कोजना हुन्छ स्वयंसेविका अनि उहाँले गर्नुहुन्छ। अनि यो अन्तको त खाने अब त्यति थाहा पनि भयो होइन। अब चलिरहेको छ भने त पऱ्यो र अब तपाईँहरूलाई अरू कानुनी कारबाहीहरू गर्नुपर्ने भयो अथवा कानुनी रूपमा जानु पर्यो भने चाहिँ पालिकामा दर्ता गर्दाखेरि चाहिँ हजुरहरूलाई अब जस्तै महिला हिंसाका कुराहरू भयो अरू कुराहरू आउँदाखेरि त्यस्तो गरेको छैन। होइन जाने भन्ने हुँदैन। जस्तै तपाईँहरूलाई कसैलाई केही अप्ठ्यारो गाह्रो साह्रो गर्यो भने तपाईँहरूले केही सोल्युसनको लागि भन्नुभयो यस्तो गर्दाखेरि बेटर हुन्छ भन्नुभयो भने त्यो पनि त एक किसिमको विकास हो नि त। त्यो कुराहरू एक्सचेन्ज भयो भने समस्या पर्दा गाउँ समाजमा समस्या पर्दाखेरि एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने सल्लाह सुझाव त जस्तै महिलालाई नै केही दुर्व्यवहार भयो छोरी मान्छेलाई नै हुन्छ नि गाउँमा हुँदाखेरि एउटा महिला समूह नै हुन्छ नि बसेर चाहिँ छलफल गरेर त्यस्तो यहाँ चाहिँ तपाईँहरूको समूहमा चाहिँ छ कि छैन त्यस्तो समूहले गर्ने गरेको छ। तर अहिलेसम्म त्यस्तो महिला हिंसा विरुद्धको कुनै उजुरहरू नपरेको हुनाले होइन महिलाहरू गएर यसरी बसेर समस्या समाधान गर्नै पर्ने अवस्था चाहिँ सिर्जना भएको छैन। सामान्यतया झै झगडाहरू हुन्छ
त्यो झैझगडाहरू चाहिँ आमा समूहहरू मार्फत नै सामान्य छलफलमै समाधान भइरहेको छ अहिलेसम्म। त्यो पालिका जाने, थाना जाने, कहाँ जाने, अनि आमा समूहले गरिदिनु पर्ने भन्ने त्यस्तो अवस्था त अहिलेसम्म सिर्जना भएको छैन। त्यस्तो सिर्जनै भएको छैन। भनेको तपाईँहरू एकजना दुईजना आफूले आफ्नो फाइनली हाम्रो आमा समूहसँगको एफजेडी पनि सकिसकेको छ। हाम्रो टोली अहिले फर्किँदैछ। हामीले हाम्रो ड्युटी सक्यौँ। अब हामीले आधी उधी सक्यौँ। उहाँहरू ढुक्क हुनुहुन्छ। हाम्रो पालो कहिले आउँछ? हाम्रो पालो पनि आउँदैछ बिस्तारै। हाम्रो स्वास्थ्य चौकी कम। अब कम्युनिटी भिजिटको डे 4 अहिले चाहिँ हामी सामुदायिक स्कुलमा जाँदैछौँ। सामुदायिक स्कुलमा हाम्रो अवेरनेस छ। 4वटा ग्रुपमा हामी डिभाइड छौँ अनि हामीले आफ्नो आफ्नो शीर्षकहरूमा रहेर हामीले यहाँ सचेतना कार्यक्रम गर्नुपर्नेछ। त्यसैको लागि हामी जाँदैछौँ अनि त्यहाँ गएर के हुन्छ भनेर चाहिँ हामी फेरि यहाँलाई अपडेट गराउनेछौँ। स्कुल चाहिँ यही हो। यस प्लिज यस। हामी स्कुल अवेरनेसको लागि सायद प्रधानाध्यापकको कक्षातिर जाँदैछौँ। यो चाहिँ स्कुलको प्राङ्गण हो। क्लासहरू चाहिँ यता भइरहेको छ। त्यस पछाडि यता यस्तो छ। हामी यो नयाँ कुराहरू सिक्नलाई रेडी छौँ। नमस्ते अनि गुड मर्निङ। मेरो नाम चाहिँ अनिता बुढाथोकी होइन। मेरो घर चाहिँ मोरनगर है। आज हामीले चाहिँ तपाईँहरू जानेका कुरा सेयर गर्नका लागि चाहिँ यहाँ आएको छौँ र के कुरा सेयर गर्नको लागि आएका छौँ भनेर चाहिँ एकजना अन्तिममा बस्नुभएको बहिनीले पढेर सुनाइदिन्छ। यो नलजाउनु नडराउनु। अख्याजाको यौन तथा प्रजनन स्वास्थ्य राम्रो कमेन्ट कस्तो हुन्छ, कसको मजाक उडाइन्छ, कसैलाई नराम्रो भनिन्छ, म्यासेज गरिन्छ भने चाहिँ साइबर बुलिङका कारणमा पर्छ। त्यो रिसका रागमा हामीलाई कोही मान्छे मन पर्दैन भने हामी रिसको झोकमा भनिदिन्छौँ नि अनलाइनमा चाहिँ प्रायः त्यही होइन। त्यो पनि त कमजोर हुने भयो, रिजल्ट पनि नराम्रो आएको भयो होइन। अर्को भनेको चाहिँ कक्षामा सहभागिता घट्नु भनेको चाहिँ हामी अब कोहीसँग घुम्लिँदैन। अलिक गाह्रो भएपछि हामी क्लास पनि आउन सक्ने हाम्रो हिम्मत बढ्दैन। घरमै एक्लै बस्ने अब चाहिँ कुन आइडीबाट साइबर बुलिङ भएको छ, कुन नम्बरबाट साइबर बुलिङ भएको छ, त्यसको स्क्रिनसटहरू त्यहाँ पोस्ट त्यहाँ अपलोड गर्ने, त्यसपछि आफ्नो निवेदन हाल्दा साइबर बुलिङको रिपोर्टिङ गर्न सकिन्छ। बुझ्नु भयो सबैजनाले। अनि अब अनि त्यसपछि अब त्यो गरिसकेपछि साइबर नजिकैको प्रहरीमा अब साइबर ब्युरोको के हुन्छ हाम्रो बडीले दिन्छ दिँदैन हो त्यस्तै हो। लागु पदार्थ भनेको पनि त्यस्तो चिज हो कुनै कक्षामा चाहिँ एउटा लिमिटेड मात्रामा प्रयोग गर्नुभन्दा पनि त्यो लिमिटेडको पनि माथि गरेर जुन कुराहरू प्रयोग गरिन्छ त्यसको दुरुपयोग गर्नु नै के हो त लागु। बाहिरले भनेको चाहिँ यस्तो लागु के पर्छ मदिरा रक्सी गाँजा सुन्नुभएको होला सबैले। त्यसपछि पाउडर हेरोइन सुन्नुभएको त्यो भनेको चाहिँ एक्सट्रिम लेभलको ड्रग हो। चाहिँ एकदम हाई लेभलको ड्रग्सहरू हो जसले गर्दाखेरि चाहिँ मान्छेको एउटा शारीरिक
अब स्टुडेन्टहरूमा चाहिँ मेन्टल हेल्थको चाहिँ कस्तो रोल हुन्छ भनेदेखि जस्तै अब तपाईँहरूले एससी आउँदैछ नि त अब जे कुरालाई चाहिँ अलिकति बढी प्रिपेयर हुनुपर्ने हुन्छ घरमा पनि त्यसरी नै प्रिपेयर हुनुपर्छ अब जिपिए फोनै ल्याउनुपर्छ भन्ने पनि कतिको त धारणा हुनसक्छ स्कुलबाट पनि यो पालि चाहिँ राम्रो रिजल्ट ल्याउनुपर्छ है भन्ने पनि हुनसक्छ होइन तर तपाईँहरूले चाहिँ कहिले पनि त्यो कुरालाई एकदमै त्यो गर्ने नसातिर नजाने नसाको उयो नसा सम्बन्धी केही ड्रग्स गाजाहरू नलिने आफ्नो लक्ष्य पुरा गर्ने धेरै नै बुझिसक्नु भएको रहेछ मलाई एकदमै खुसी लाग्यो होइन किनकि हामी पनि स्टुडेन्ट हुँदाखेरि कसैले आएर हामीलाई बुझायो भने सायद हामी पनि यतिको बुझ्दैन थियौँ होला र हामी जुन उद्देश्य लिएर यहाँ आएका थियौँ हामीलाई एकदमै खुसी लाग्यो हजुरहरूले अब समाधान भनिसक्नु भएको छ मैले यसलाई एक्सप्लेन पनि गरिनँ भने चाहिँ हामीलाई के आशा छ भने चाहिँ तपाईँहरूले चाहिँ पक्कै नै एकजनालाई चाहिँ सुनाउनुहुन्छ कि सुनाउनुहुन्न हामी ढुक्क भएर जान्छ तपाईँहरूले सुनाउनुहुन्छ भनेर खै त यसले के असर गर्दो रहेछ भन्ने कुरा सुनाउनु पर्यो त्यसको समाधान सुनाउनु पर्यो सुनाउनुहुन्छ कि सुनाउनुहुन्न खै अब चाहिँ आएन टिफिन खाने बेला हुन्छ यो भनेको हाम्रो एउटा लास्टमा एउटा स्लोगन छ यो पनि सबैजनाले जोडले पढिदिनुहोस् त अब मैले फेरि भन्न चाहे तपाईँहरूले केही न केही त बुझ्नुभयो भन्ने आशा छ मलाई होइन किनकि हामीले हजुरहरूलाई यहाँ बोलाएर इन्टरेक्सन गर्दाखेरि चाहिँ धेरै नै खुसी लाग्यो तपाईँहरूले छोटो समयमा 45 मिनटमा तपाईँहरूले धेरै कुरा बुझ्नु भएछ र हामीले पनि केही कुरा तपाईँहरूलाई धेरै त भन्दिनँ तर केही कुरा चाहिँ बुझाउन सके भन्ने कुरा छ हुन्छ म मेरो भनाइ वा शब्द यहीँ राख्छु र म मेरो साथीहरूलाई पनि आफ्नो 2 शब्द राखेर अनि क्लोज गरिदिनु हुन अनुरोध गर्दछु सबै कुरा त अब होइन हामी सबैजनाले अहिले आजको छलफलमा यो लागु औषधको असरदेखि लिएर यसको समाधान रोकथामको उपायहरू सबै कुरा आज हामीले बुझिहाल्यौँ होइन अब हामी आशा के गर्छौँ भने अब हामीले यहाँ सिकाएको कुराहरू हजुरले चाहिँ गाउँघरमा देख्नु भएको होइन काहीँ देख्नु गलत उपयोग गरेको छ भने उहाँहरूलाई चाहिँ एउटा सामान्य जानकारी दिएर उहाँहरूको चाहिँ सचेतना बढाउनु सक्नुहुन्छ भन्ने मैले चाहिँ आश गरेको छु हस्त धन्यवाद सबै कुरा मेरो साथीहरूले भनिहाल्नु भयो होइन थ्याङ्क यू सबैजनालाई कोअपरेट गरिदिनु भयो तपाईँहरूले आई होप पछि तपाईँहरूलाई फ्युचरमा चाहिँ यो कुराले अलिकति अवेर गरोस् भन्न चाहन्छु सो सबैलाई फाइनल्ली हाम्रो अवेरनेस सकिएको छ स्कुलमा अब यहाँबाट हामी प्रस्थान गर्छौँ स्वास्थ्य चौकी हाम्रो जनताहरू चाहिँ यस्तो छ फोटो सेसन पनि सक्यो हाम्रो सेसनहरू सकिसकेको छ हाम्रो क्लासको सबैभन्दा सानो मान्छे अब चाहिँ हामी प्रस्थान गर्दैछौँ हेल्थ पोस्ट गाइज हामीले चाहिँ स्कुलमा आइसक्यौँ र स्कुलमा हामीले सबै स्टुडेन्टहरूलाई चाहिँ अवेर गराइसक्यौँ आफ्नो टपिक अनुसार उहाँहरूलाई चाहिँ के गर्यौँ हामीले अवेर गरायौँ ड्रगको हाम्रो चाहिँ ड्रग एब्युजको बारेमा थियो हामी 3 जना एकदमै राम्रो होइन हामीले सोचेको भन्दा एकदमै राम्रो स्टुडेन्टहरूले पनि एकदमै कोअपरेटिभ गर्नुभयो अनि यो चाहिँ हाम्रो एकदमै भनौँ न राम्रो एक्सपिरियन्स अहिलेसम्मको भनौँ न एकदमै भयो सो पहाडमा एकदमै भिरालो उकालो छ उकालो सो एकदमै उकालो हिँडेर आउनुपर्ने भएकोले अलिक गाह्रो हुन्छ सर्वे गर्नको लागि क्वेसनहरु छ तपाईहरुसँग छ सर कपी बोक्नु भएको छ नि हैन त्यसो गरौँ त्यहाँनेरि जाउँ हैन है त गर्नु हैन है त गर्नु स्वास्थ्य केन्द्रमा जाउँ अनि त्यहीँबाट 2-4 वटा घरमा सर्वे गरौँ ठ्याक्क खाजा खानको लागि आएब पदमा कार्यरत छु हैन तपाईहरुलाई जुन ठाउँबाट आउनु भएको छ हाम्रो टेम्केमयू गाउँपालिका भित्र स्वागत पनि गर्न चाहन्छु साथै हाम्रो अन्नपूर्ण स्वास्थ्य चौकीको तर्फबाट पनि धेरै धेरै स्वागत गर्न चाहन्छु हजुर हेल्थ इन्चार्ज चाहिँ सितारा हुनुहुन्थ्यो होइन अनम्य अहिले ट्रेनिङ जानुभएको छ म चाहिँ सदीक्षा राई हो अयमा यो चाहिँ यस्तो छ
यो तलबाट माथितिर खाँदै जाने हो हामीले बढी के खाने अनि कम कम चिज खाने भन्ने कुरा यो चाहिँ धेरै सिजनल हो अर्को पञ्चायतले गर्छ यो तपाईँहरूको बत्तीबाट चल्छ कम्युनिटी सोसल म्यापिङ अब यो अन्तिम हाम्रो टास्क है। सोसल म्यापिङ कसरी गरिन्छ भन्दाखेरि कम्युनिटीभित्र भएको एभाइलेबल रिसोर्सेसहरूलाई नै युज गरेर हामीले म्याप अफ नेपाल बनाउँछौँ। म्याप अफ नेपाल इन्डेक्सिङ गर्छौँ होइन, सगरमाथा हामीले कहाँनिर इन्डेक्सिङ गर्छौँ, त्यस्तै चित्र बनाएर गर्छौँ होइन। एउटा लिङ्क बनाउँछौँ अनि सगरमाथा त्यहाँ छ भनेर यो चाहिँ तपाईँको यो अन्नपूर्ण गाउँको हामीले यहाँनिर म्यापिङ गर्छौँ। सम्झिनु तपाईँको के भन्दा यो अन्नपूर्ण गाउँलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यहाँनिर एउटा म्याप बनाउँछौँ होइन अन्नपूर्ण गाउँ। अनि कुन जस्तो यहाँनिरको हेल्थ पोस्ट कहाँ छ र हेल्थ पोस्टलाई कसरी इन्डिकेट गर्ने यहीँको रिसोर्सेसहरूलाई युज गरेर हामीले के गर्छौँ इन्डेक्सिङ गर्छौँ। यहाँ सुन्नु है त, यहाँनिर हामीले फर इक्जाम्पल हेल्थ पोस्ट छ भने हेल्थ पोस्टको बिल्डिङ जस्तो यहाँनिर बनाउँछौँ होइन। तर यो ठाउँको वास्तविक सौन्दर्य यहाँको मानिसमा छ। हामीले यहाँका एकल महिला समूह, आमा बचत समूह र ज्येष्ठ नागरिकहरूसँग छलफल गऱ्यौँ। घर दैलो र स्वास्थ्य चौकीसम्म पुग्दा हामीले बुझ्यौँ यहाँ विकास भनेको सडक मात्र होइन, यहाँको हरेक नागरिकको आवाजलाई सम्बोधन गर्नु पनि हो। विराटनगरबाट सुरु भएको यो यात्रा टेम्के मयुङको न्यानो आत्मीयतामा आएर टुङ्गियो। पहाडको यो सुन्दर गाउँ जसले हरेक आवाजको सम्मान गर्छ र हरेक पाइलालाई विकासको बाटोमा डोर्याउँदछ। हाम्रो क्याम्पलाई सकेर हामी चाहिँ अहिले फर्किँदैछौँ यहाँदेखि भोजपुरदेखि हामी फेरि अर्को गाडीमा विराटनगरतर्फ जाँदैछौँ। हाम्रो टोली जाति सबै अगाडि हुनुहुन्छ। हाम्रो कलेज टपर चाहिँ वहीँ अहिले पछाडि हेर्ने मान्छे नै उहाँलाई साथ दिने मान्छे चाहिँ उहाँ हुनुहुन्छ। पछाडि सर हुनुहुन्छ, सरहरू चाहिँ पछाडि हुनुहुन्छ। यता हामी पनि छौँ, अरू चाहिँ यता जनताहरू।